ल है साथीहरू, आज चाहिँ मैले बिहानै मर्निङमा सबैलाई नै नमस्कार गरेर 2 दिन भयो घरमा आएकोदेखिको यो सुपारीको चाहिँ गाछहरू लगाएको छु, वृक्षहरू है। र खाली जग्गामा त्यतिकै राख्नु भन्दा त हैन, केही न केही लगाएको राम्रो हो। र मैले पनि निदो गरेँ सुपारीकै गाछहरू लगाउँदा सही होला भनेर है। र सुपारीको गाछ चाहिँ किन लगाएको भने तपाईको एक त खाली जग्गा है, र त्यस साथमा तपाईको अलिकति हावा अक्सिजन पनि हामीले पाऊँ भन्ने मेरो एउटा सोच। र वृक्षरोपण गर्यो भने एउटा पर्यावरणको लागि पनि सही हुनेछ भनेर चाहिँ मैले विचार गरेर नै मैले यो लगाएको हो। र 2 दिन भयो लगाएको, र तपाईले हेर्न सक्नुहुन्छ राम्रै कन्डिसनमा छ, त्यस्तै केही खराबी त छैन। र यो 2 सालको लागि कन्ट्र्याक्टमा छ। यो जो व्यक्तिले लगाइदिनु भएको छ उहाँहरूले नै हेरविचार गर्ने छन्। र साथै साथ तपाईको कुनै किसिमको कीटनाशक मेडिसिन इत्यादि चिजको पनि उहाँहरूले नै व्यवस्था गरिदिनेछन्। र तपाईहरुलाई पनि त्यस्तो घरमा अगर आफ्नो जग्गा छ भने त्यस्तो केही लगाउनु छ भने तपाईहरुले त्यो व्यक्तिहरुको पनि कन्ट्याक्ट नम्बर मसँग लिन सक्नुहुन्छ, म अवश्य दिनेछु। र यस्तो छ साथीहरु, आफ्नो फाँका जग्गालाई केही न केही लगाउँ र केही न केही गरेर गएकै राम्रो हो भन्ने कुरा हो। र आउँदो बेसी पनि हैन, 7-8 साल पछि तपाईले यो हेर्दै यहाँबाट कमाइ खान सक्नुहुन्छ। न तपाईको केही असुविधा छ, न तपाईको केही गर्नु नै पर्छ। र त्यही हो, समयलाई जित्नु छ भने समयमा नै केही न केही गर्नुपर्छ साथीहरु। नभए समयसँग कसैले जित्नु सिकेको छैन वा जित्नु सकेको पनि छैन। समयलाई हामी जित्नु चाहिँ सक्दैनौँ, तर समयमा नै हामीले सन्तुलित काम कारबाही गरिरहेछौँ भने सत भविष्यत र आउँदो समयमा हामी त्यस्तो असुविधा आउँदा पनि बाँच्नु चाहिँ सक्छौँ, जोगिनु चाहिँ सक्छौँ भन्ने कुरा हो। र साथीहरु सबैजनालाई मेरो तर्फबाट बाई बाई, टेक केयर, राम्ररी बस्नु होला, धन्यवाद।